नमस्ते दर्शक महानुभावहरू। आज हामी चितवन भरतपुर 19 रामपुरमा चाहिँ अन्तर्वार्ताको लागि आइपुगेका छौँ। आज हामी सामु हुनुहुन्छ चितवन जिल्लाकै अनुभवी किसान श्री लाल बहादुर घलेजी हुनुहुन्छ। उहाँले आज हामीसँग चाहिँ एउटा कृषि जैविक विविधता रूपमा चाहिँ आफ्नो केही अनुभवहरू ज्ञानहरू सिपहरू चाहिँ हामीमाझ साट्नको लागि चाहिँ हामीले अन्तर्वार्तामा उहाँलाई चाहिँ स्वागत गर्न चाहन्छौँ। र यो जैविक विविधता भनेको जीवहरूमा है, जुन जीवहरू चाहिँ हाम्रो कृषि र खाद्य सम्बन्धी चाहिँ डाइरेक्टली इन्भल्भ हुन्छ, ती कुराहरूमा चाहिँ कति विविधता छ र त्यो विविधताले चाहिँ हामीमा के कसो असर पारेको छ भन्ने कुरा चाहिँ डाइरेक्ट यसको रिलेसन हुने कारणले गर्दा चाहिँ हामीले यो इन्टरभ्यूलाई चाहिँ प्राथमिकता राखेको हो। र अब हामी बढी समय नखर्चिकन हामी चाहिँ प्रश्नहरूतर्फ लागौँ र फेरि पनि हामीले हाम्रो किसान लाल बहादुर घलेजीलाई चाहिँ स्वागत गर्न चाहन्छु। सर, यो हाम्रो पहिलो प्रश्न चाहिँ तपाईँको गाउँमा चाहिँ पहिले परम्परागत रूपमा चाहिँ बालीहरू के खेती गरिन्थ्यो होला? हजुर, हाम्रो गाउँमा पहिला अब त्यति धेरै खेती नभए पनि हामी चाहिँ पुरानो टाइपको गाउँमा अब पाखाहरूमा चाहिँ हुने अब गैया अनि पिँडालुहरू अनि धानको खेतीलाई अलिक टाढा पर्थ्यो। अनि पुरानो भैँसीको मल गाईको मल हालेर हामीले चाहिँ पुरानो खेतीहरू गर्थ्यौँ त्यो बेलामा। त्यही पनि अब राम्रो थियो त्यो बेलाको खेतीहरू। हजुर, जोस् उहाँले भने जस्तै जोस् उहाँले जसरी खेती गर्नुभएको छ, जोस् अहिले पनि उहाँको अहिले हामीले घर आँगनमा देख्न सक्छौँ। यता चाहिँ प्लिज यता देखाइदिनु है, यता चाहिँ कुखुरा पनि छ, यता हाँसहरू पनि छ, उता भेडाको खोर पनि छ। जोस् उहाँले एकदमै राम्रो खेती अहिले पनि गरिराख्नु भएको छ। र दोस्रो प्रश्न चाहिँ हाम्रो अहिलेको जुन खेती प्रणाली छ पुरानो भन्दा, त्यसमा चाहिँ के कस्ता परिवर्तन देख्नुभयो तपाईँले पहिलेको र अहिलेमा? हजुर, अब पहिला रासायनिक हाम्रो चाहिँ मलहरू चाहिँ राम्रो हुन्थ्यो, खेती राम्रो हुन्थ्यो। अहिलेको चाहिँ यो हाइब्रिडहरूमा चाहिँ किरा लाग्ने अनि उत्पादन भए पनि अब रासायनिक मलहरू धेरै युज नगरिकन नहुने, किरा लाग्ने, त्यही पनि रोगहरू लाग्ने। त्यही पनि अब हामी चाहिँ त्यही पुरानै उसमा गर्न खोज्दा पनि अझै पनि हुँदैन राम्रोसँग। तर यो हाइब्रिड भएको चाहिँ पहिलाको भन्दा अझै अलिक केही मात्रामा चाहिँ फल्छ। अब त्यो हामीले चाहिँ यो पुरानो गाईको पिसाबहरू, यता मलहरू, अलि कम्पोस्टहरू हाल्दा चाहिँ अहिले अलि राम्रो नै हुन्छ पहिलाको भन्दा पनि। हजुर, जोस् पहिलाको भन्दा चाहिँ हाम्रो अहिले चाहिँ हाइब्रिडहरूको बिउहरूको आविष्कार भयो जोस् भन्ने कुरा चाहिँ उहाँले राख्नुभयो। अब त्यससँगै हाम्रो तेस्रो प्रश्न चाहिँ तपाईँ अहिले कुन परम्परागत तरिकाहरू अहिले जुन खेती गर्दाखेरि जोस् पहिलाकै तरिकाहरू पनि अपनाउनुहुन्छ होला है, भर्खर पनि उहाँले भन्नुभयो, त्यो के हो अलिकति भनिदिन सक्नुहुन्छ? अब हामी चाहिँ पुरानै तरिकाले पनि गर्छौँ धेरै जस्तो चाहिँ सकभर। अब नगरी नहुनेहरू अहिलेको नयाँ हाइब्रिडको जमानामा हामीले त्यो पुरानो गर्दा कतिपय कुराहरू चाहिँ नयाँ निस्किए पनि तर पुरानै हामीले चाहिँ दोहोऱ्याइराखेको छु। कम्पोस्ट मलहरू अनि गाई गोरुको मलहरू धेरै प्राथमिकता दिन्छौँ। तर त्यति गर्दा पनि अहिलेको स्थितिमा अब नयाँ यो मलहरू भनौँ न, जस्तै रासायनिक युरियाहरू अलिअलि प्रयोग नगर्दा पनि सबैले त्यो प्रयोग गरेपछि हाम्रो त्यो पुरानो उहरूले पनि मलहरूले पनि त्यति काम नगर्दो रहेछ। त्यही भएर केही मात्रामा चाहिँ नयाँ प्रविधिबाट पनि सिकिराखेको छु, गरिराखेको छु। अनि भण्डारणको रूपमा चाहिँ तपाईँले के कता भण्डारण गर्नुहुन्छ? भण्डारण हामी पुरानो जमानामा अब भकारीमा अनि एउटा धन्सार बनाएर भकारी बनाउने त्यहाँ राख्ने गर्थ्यो। अनि कतिपय त त्यो माटो खनेर पनि त्यहाँ त्यो आलुहरू राख्ने केही उहरू गर्थ्यो। तर आजभोलि चाहिँ अब
गोदामहरू बनाएर अथवा कृषकहरूसँग सबैसँग सल्लाह गरेर कसरी राख्ने के गर्ने हामीहरू चाहिँ मिलेर गर्ने गरेछौँ अहिले चाहिँ। अनि यो हाम्रो जुन अहिले जलवायु परिवर्तन भन्ने छ है, हावापानीको अब चेन्ज हुन्छ होइन, अनि त्यो तपाईँको खेतीमा चाहिँ कस्तो असर पारेको छ अहिले? यसले असर त अब धेरै नै पारेछ। हामीलाई त अब जलवायु परिवर्तन भए सँगसँगै हाम्रो खेतीहरूमा अब पानी चाहिएको बेलामा पानी पाउँदैन, घाम चाहिने बेलामा घाम पाउँदैन। अनि हाम्रो एक त सरकारबाट हामीलाई त्यति धेरै सहयोग पनि छैन, किनभने अब नहर भन्ने कुरो त हामीलाई त सधैँ चाहिने हो, त्यो त बाह्रै मासे छोडिदिनु पर्ने हो। हाम्रो त्यो सुविधाहरू केही पनि छैन। त्यसले गर्दा त्यो विभिन्न समस्या अनि जलवायु परिवर्तनले गर्दाखेरि हाम्रो चाहिँ धेरै पीडित, खेतीलाई चाहिँ धेरै नराम्रो भइरहेछ र राम्रो भएको छैन र हामी पनि एकदम पीडित नै भइरहेछु भनौँ न। जे होस्, तपाईँको कुरा सुन्दाखेरि चाहिँ जलवायु परिवर्तन चाहिँ एउटा आफैमा पनि एउटा प्रब्लम भयो, समस्या भयो, त्यही माथि पनि सरकारले चाहिँ उहाँहरूको चाहिँ मागहरू पुरा नगरिदिने, नहरहरूको कुरा है, अब जस्तो अहिले यो मङ्सिर पुसमा यस्तो पानी परेको परेछ, यो त खासमा त बर्खाको महिनामा यस्तो हुनुपर्ने है। होस्, जलवायु परिवर्तनले खेतीमा चाहिँ नराम्रो गरी असर पारेको छ भनेर बुझिन्छ। अनि तपाईँको स्थानीय बाली र बिउहरू अब जोगाउनु पर्ने हुन्छ त्यसलाई पनि है, त्यो जोगाउनुको लागि चाहिँ के गर्न सकिन्छ होला? अब हामीसँग अहिले बिउहरू जोगाउने चाहिँ अब हामी कृषकहरू मिलेर सबैबाट थोरै राम्रो उठाएर स्टोरिङ चाहिँ हामीले गरिराखेछौँ र यहाँ अहिले नयाँ यो क्याम्पस भनौँ न, हाम्रो यो क्याम्पसबाट प्रशिक्षण पनि आउँछ हामीलाई। अनि हामी सबै किसानहरू मिलेर के गर्ने कसो गर्ने गर्छु र हामीले चाहिँ बिउहरू सङ्कलन गरेर सिड ब्याङ्कमा राखेर सबै सल्लाह गरेर हामी चाहिँ उत्पादन गरिराखेको साटासाट हुन्छ। हाम्रो बिउ एक अर्कोमा नपाउने बिउहरू चाहिँ हामी साटासाट गर्छौँ। अनि अब हाम्रो इन्टरभ्यूको पनि हामी अन्तिमसम्म पुगिसकेका छौँ। अब हाम्रो अन्तिम प्रश्न भनेको तपाईँको जुन ज्ञान अनुभव छ तपाईँले आजसम्म, अनि त्यो ज्ञानलाई चाहिँ अब तपाईँले अब आउँदो पुस्तामा चाहिँ सुम्पिनुपर्ने हुन्छ होला हो, त्यो सुम्पिनु चाहिँ कसरी सुम्पिनुहुन्छ तपाईँहरू? जो आफ्नो छोराछोरीहरूलाई पनि तपाईँले सिकाउने होला होइन, कसरी चाहिँ गर्नुभएको छ? होइन, छोराछोरीहरूलाई सिकाइराखेको छु। बेला बेलामा यसो बारी खन्न लाउने, यो यसरी रोप्ने, खेती यसरी गर्ने भन्ने त सिकाइराखेकै छु। तर आजभोलिको पिँढीहरूले त्यो गर्न खोज्दैन, उनीहरूले गर्न पनि खोज्दैन र हामीले चाहिँ लगाइराखेको छु, तर पनि उनीहरूले गर्न खोज्दैन है। युवा पुस्ताको चाहिँ रुचि चाहिँ कम देखिन्छ। नेपालमा अब सुविधा छैन कृषकहरूलाई, अब कृषि गर्दा पनि त्यति फाइदा छैन भनौँ न। अब मलदेखि लिएर सबै कुराहरू महँगो छ, अनि समयले गर्दा पनि हामी मार खाइराखेको छु। छोराहरूलाई जे होस्, छोराछोरीहरूलाई सिकाउने, एक अर्कोमा गराउने गरिराखेको छु, तर गर्न चाहिँ खोज्दैन ऊ अहिलेको स्थितिमा। केटाहरू चाहिँ आफ्नो परिवारहरू जो भए पनि अब सबै विदेशतिर नेपालको अवस्थाले गर्दाखेरि सिकाउन चाहिँ सिकाएको छु भनौँ। अब जस खुसी लाग्यो उहाँले चाहिँ आफूले जानेको ज्ञानहरू अनुभवहरू आफ्नो पुस्तामा चाहिँ सुम्पिँदै रहनु हुँदो रहेछ भन्ने कुरा बुझियो। यसरी चाहिँ हामी अरू किसानहरूलाई पनि जैविक विविधतालाई चाहिँ हामीले संरक्षण गरेर जोस् अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ हामी यसै इन्टरभ्यू मार्फत पनि भन्न चाहन्छौँ। खुसी लाग्यो तपाईँसँग कुरा गरेर, तपाईँको ज्ञानहरू अनुभवहरू जस अरूले पनि सिकुन् भन्ने हामी यस भिडियो मार्फत चाहिँ जनाउन चाहन्छु। यति भन्दै चाहिँ हामी यो कार्यक्रम चाहिँ यहीँ अन्त्य गरेर चाहिँ दोस्रो कार्यक्रममा तपाईँहरूसँग भेट गर्नेछौँ भन्दै सबै दर्शक महानुभावहरूलाई धन्यवाद दिँदै र प्रमुख गरी मुख्य गरी चाहिँ हाम्रो किसान लालबहादुर घलेज्यूलाई पनि एकदम धन्यवाद दिँदै आज यो भिडियोबाट हामी बिदा हुन चाहन्छौँ। धन्यवाद। हस्, धन्यवाद।